हेलो एन्ड नमस्ते। आज हामी जाँदैछौँ व्हाइट गुम्बा फ्यामिलीसँग है त। मम्मी ड्याडी अनि हाम्रो कहाँ गयो हाम्रो न्यू मेम्बर भ्लगमा आएको छ है त। अब हामी जाँदैछौँ, कति टाइम लाग्छ हेरौँ। लेट्स सी। अहिले चाहिँ हामी यहाँ गाडी कुर्दैछौँ। सबैजना मम्मी बसिरहनु भएको छ, अझै यता छ। यो मान्छे को चिन्दैन मैले। को तिमी? धेरै गर्मी छ अरे। ट्याक्सी हामीले यहाँ सीतापाइलाबाट ट्याक्सी ल्यायौँ। सुनेको छ व्हाइट गुम्बा चाहिँ बन्द भइसक्यो मान्छे बढी भएर। अब लेट्स सी, हेरौँ माथि गएर के हुन्छ। अब भित्र घुम्न पाएन भने बाहिर बाहिर भने नि घुमेर आउने, केही छैन है त। गेटै बन्द गरे मान्छे बढी भएर अरे। यो मान्छे के भयो अरे, पसिना आएर के भयो अरे, गर्मी भयो अरे। यता मम्मी छ, अझै पनि बस्नु भएको छ है। अझै के छ हालखबर? हामी चाहिँ अब यहाँ ट्याक्सी लिएर जाँदैछौँ माथि। लेट्स सी। पुरै यहाँ त जन्ती आत्तिकै छ यार है। माथि त खतरा रहेछ ल पुरै। हाम्रो अझै त आज खतरा हिँडिरहेछ। अझै दुःख त भएन नि। के भयो? गाह्रो भयो नि। छ्या छ्या, यति नै के गाह्रो। के भइरहेछ? केही हुन्न, आइहाल्छ नि। कहाँ माथि? लास्टै प्याक गरे माथि। हात काम्दैछ यो मान्छेको। अझै गाह्रो भयो, अझै गाह्रो भयो नि। ए त्यो क्या बौथल चोको उकालो जस्तो के हुन्छ यो अर्कै उकालो बौथल जस्तो बौथलको के उकालो थियो तिमी बौथल चोको उकालो यहाँ चाहिँ धेरै लाग्यो। बच्चा चाहिँ हराइरहेछ भन्छन्। दाम ओ बच्चा गाह्रो छ। आज लास्टै भिड छ। धेरै के भन्छ, के अरे धेरै दिन बाँकी छैन। अब त्यही भएर होला सायदै धेरै नै भिड छ। अब माथि बन्द भइसकेको छ अरे, हेरौँ के हुन्छ होइन। बन्द भएन भने यसो घुमेर आउने हिसाबले आयो। अझैलाई चाहिँ अलिकति गाह्रो भयो अरे यहाँ, त्यही भएर। हामी गएर गेटमा चाहिँ 1 घन्टा बस्यो। दुःखको साथ भन्नुपर्छ, हामी भित्र छिर्न चाहिँ पाइएन। मम्मीहरू त जानु सक्नुहुन्थेन, यता बाहिरै तल राखेर ड्याडी र म जान्छु भनेको थिएँ, तर सकेन। मतलब बन्द नै गरिदियो, भित्र जानै दिएन। अब अरू कुनै दिन फेरि जाने भनेको थियो। यो मान्छेले धन्न, हामीले यति दुःख यो मान्छेले पाएन, त्यति मात्र हो कुरो चाहिँ। दुःख लास्टै दुःख पाइयो आज। यति धेरै मान्छे छ, यति धेरै मान्छे छ, काठमाडौँको सबैहरूलाई जस्तै भएको छ है। अनि दियोस्, अब हामी एकछिन यहाँ अब खाजा खान्छौँ। अब यहाँ अझैहरू होइन, यहाँ खाजा भर्खर लिएर आयौँ। अब मोबाइलमा बिजी। अनि यहाँ सब पार्क टाइपको छ, हामी बसिरहेका छौँ यहाँ चाहिँ। अब हामी खाजा खान्छौँ। फाइनली गाइस घर आइपुग्यो। गुम्बा गएको आज छिर्न पनि पाइएन, बिचमा पानी पऱ्यो, के भयो बिचमा मैले भ्लग पनि बनाउन पाइनँ। फर्केको हामी खाजा खाएर फर्केको थियौँ, त्यो कुनै पनि बनाउन पाइएन, पानी पऱ्यो होइन। अनि त्यो भ्लग बनाउन पाइएन बिचमा। अनि अहिले हामी घर आइसक्यो सबैजना। खासै त्यस्तो सोचे जस्तो सजिलो थिएन है आज जानलाई। जति पनि आज व्हाइट गुम्बा जानुभएको थियो उहाँहरूलाई थाहा छ आजको पीडा। कति बच्चाहरू चाहिँ हैन, कोहीले त अब एकजना त डेथै भयो भन्दै हुनुहुन्थ्यो।
दुःखको कुरो छ होइन। अब कतिजनाहरू बेहोस हुने अनेक धेरै भयो आज। बच्चा लानेलाई धेरै गाह्रो थियो आज। जति पनि जानुभएको थियो व्हाइट गुम्बा आज जानुभएको थियो, धेरै नै गाह्रो भएको थियो। अरू अब यदि खोल्यो भने चाहिँ यसरी चाहिँ नखोलिदिनु होला भन्न चाहन्छु व्हाइट गुम्बा होइन। धेरै नै गाह्रो थियो सबैलाई। त्यहाँ लगभग आधीभन्दा बढी मान्छे जानै पाइएन। धेरै धेरै नै गएको थियो आज मान्छे होइन। त्यो भनेरै साध्य छैन, धेरै नै जानुभएको थियो। अनि दुःखको कुरो भित्र छिर्न पाइएन। म त पहिल्यै गएको थिएँ, तर मेरो फ्यामिली जानुभएको थिएन, त्यही भएर नि लगेको थिएँ, तर भित्र छिर्न पाइएन। धेरै नै गाह्रो थियो भित्र छिर्नलाई। र लगभग 1 बजेपछि नै गेट बन्द गरिदिनु भयो, भित्र छिर्न पाइएन। अनि र धेरैजनाले दुःख पाउनुभयो। जति पनि घुम्न जानुभएको थियो, खोइ किन हो अब यसरी सबै एकैचोटि जानुभएको हो कि के हो, खोइ म बुझ्न सकिनँ होइन। धेरै नै मान्छे एकैचोटि, त्यो थोरै लिमिटेड टाइम भएर पनि होला त्यस्तो भएको चाहिँ होइन। अरू बेलामा चाहिँ यसरी यदि खोल्यो भने नि बरु 1 महिना 2 महिनाको लागि खोलिदिनुहोस्। यसरी यो एक हप्ताको लागि चाहिँ नखोलिदिनुहोस् भन्न चाहन्छु। यदि उहाँसम्म समक्ष पुग्छ भने यो धेरै नै गाह्रो उहाँहरूलाई पनि फिल भयो होला सायद यो कुरा होइन। धेरै नै गाह्रो भयो कि त्यहाँ उहाँहरूलाई म्यानेज गर्न पनि धेरै गाह्रो भयो र जाने मान्छेलाई पनि त्यस्तै गाह्रो भयो। र आजलाई चाहिँ यो भ्लग खासै त्यस्तो राम्रो हुन सकेन। सानो मेसेज चाहिँ मैले यहाँबाट दिने कोसिस गरेँ र धेरै धेरै धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा। र नेक्स्ट भ्लगमा फेरि भेट्नेछौँ। धन्यवाद।